हेलो हजुर नमस्ते सबैजनालाई द मेकानिक स्टोर फ्रम मधु मोटर्स वर्कशप एन्ड पार्ट्स सप्लायर्सबाट यो हजुरहरुको टिभीएस किङको रोटर हो हैन। यसलाई फेर्न पर्ने आवश्यक देखिएको थियो। टिभीएस किङमा खास भन्नुपर्दा के गर्न मिल्छ भने जो मेकानिक साथीहरुलाई थाहा छैन, जो कस्टमरहरुलाई थाहा छैन हैन, उनीहरुलाई एउटा सजेसन के छ भने यो रिङ काटिएको छ। यो सेल्फ हान्दाखेरि यसलाई म्याग्नेट रिङ भन्छ हैन। यो रिङ हेर्नु होला, यो सेल्फ हान्दा यो दाँती घिसिन्छ। अब यो दाँती घिसेपछि अब बजाजको त यहाँबाट यस्तो वेल्डिङ गरिदिएको हुन्छ हैन, त्यसलाई काटेर निकालेर फेर्न पनि मिल्छ। तर टिभीएस को चाहिँ वेल्डिङ गरेको हुँदैन, त्यसलाई काट्न पर्दैन, केही पर्दैन हैन। जस्ट यसलाई रिङ मात्रै निकालेर फेर्न मिल्छ। यो कसरी निकालिन्छ अरु कसरी फिट गरिन्छ भन्ने कुरा म आज हजुरहरुलाई देखाउँछु हैन। यो भिडियोलाई स्किप नगरी हेर्नु होला। त्यसको लागि अब म स्टार्ट गर्छु। यो रिङ, यो रोटर यसरी राख्नु होला। त्यसपछि एउटा कुनै यस्तो चीज हतियार हुन्छ, यसले चाहिँ यो रिङको साइडमा यसरी हान्नु होला यसरी। हेर्नु, यो रोटर भयो हैन। अब यो रिङ भयो म्याग्नेटको, यो सट्ट निस्क्यो। अगर हजुरहरुले नयाँ फेर्न चाहनुहुन्छ भने अब नयाँ फेर्न सक्नुहुन्छ हैन। अब हजुरहरुलाई नयाँ फेर्न इच्छा छैन भने जो सेल्फको यो दाँती खाएको छ त्यसको अपोजिट साइडबाट, जस्तो यो छ भने हजुरहरुको पहिला यसरी थियो हैन, सेल्फ जतातिरबाट हान्थ्यो यसरी बस्थ्यो हैन। अब हजुरले ठ्याक्कै उल्टा गर्दिनु पर्यो, उल्टा गरेर हाल्नु पर्छ यसरी हैन। गरेपछि के हुन्छ भन्दा अलि नजिक ल्याउँ त, यो दाँती जो बाहिरपट्टि जो बचेको दाँती छ यसले चाहिँ सेल्फ ब्यान्डिसले काम गर्छ हैन। यो भित्रपट्टिको जो इनर छ यसले चाहिँ काम गर्दैन। अब यसलाई यस्तो फर्काएर यसरी हाल्नु पर्छ हैन। तर एउटा कुरा के भन्दाखेरि जति पनि हजुरहरुले यो रिङ त्यतिकै फिट गर्न चाहनुहुन्छ त्यतिकै चाहिँ फिट हुँदैन है। यो के गर्नुपर्छ भन्दा यसको लागि हिट गर्नुपर्छ। या त हजुरहरुले लेथमा लानु पर्यो हैन, या त हजुरहरुले यसलाई हिट गर्नु पर्यो। अब हिट गर्नुको लागि जस्तो हजुरहरुसँग यो एउटा छ फायर वाला हैन, यो 250-300 रुपैयाँमा आउँछ मार्केटमा। यो फायर हो हैन। एउटा लाइटर लिनु होला। हजुर आफै पनि गर्न सक्नुहुन्छ, नर्मली लेथमा जानु पर्दैन। जस्तो सेफ्टी तरिकाले गर्नु होला। अब यसलाई यसरी यहाँ राख्नु हैन, कुनै चीज माथि। अब राखिसकेपछि यसलाई चाहिँ हजुरहरुले मज्जाले हिट गर्नु होला। एकदम सेफ्टी तरिकाले गर्नलाई, किनभने यताउता पेट्रोलहरु भएको छ भने आगो लागि पनि हुन सक्छ। के छ, कस्तो लागिरहेको दाइलाई? पैसा बचाइदिने हो कि नयाँ हाल्ने, कस्तो मोड छ? पैसा बचाइदिँदाखेरि मलाई धेरै खुसी लागिरहेछ। ठिक छ, सबैजनाले यस्तै गरी गरिदिएको भए चल्ने चिजलाई चलाउने हो हैन। हो, जो चिज समाज चल्दैन त्यो चल्दाखेरि राम्रो हो। हाम्रो कृष्ण दाइ हो, मधौलियाबाट आउनुभएको छ हैन, टाढैबाट आउनुभएको छ। उहाँ मेरो रेगुलर कस्टमर हुनुहुन्छ। जस्तो 7-8 वर्ष भयो उहाँ मेरो वर्षमा आउनुभएको हैन। त्यही भएर हल्का फुल्का अब रेगुलर कस्टमरहरूलाई अलिकति सहुलियत दिउँ भन्ने पनि हुन्छ। अब डिस्काउन्ट त छँदैछ सबै चिजहरूमा हैन, रेगुलर आइरहेको हुन्छ। अब काम चलाउ गरिदिउँ भन्ने भन्नुभयो उहाँले। अनि त्यसपछि उहाँले मेरो हरेक काम राम्रो गरिदिनुहुन्छ। त्यही भएर म 7-8 वर्षबाट यहीँ आइरहेको छु। उहाँले धेरै मिलाएर काम गरिदिनुहुन्छ। त्यही भएर म अन्त जान्न यहीँ आउँछु। अब यो हजुरले भन्नु लागि यसलाई किन तताउनु पर्छ जान्छ हैन। पहिलेदेखि आएपछि यसलाई चाहिँ हामीले यो रोटरमा बसाल्न सजिलो हुन्छ भनेर यो गरेको। अब यसलाई निकाल्ने, अलि यता ल्याउनु, अलिक माथिबाट देखाउनु। यो फैलिसक्यो हैन, यस्तो ठाक गरेपछि बस
यसरी पसाल्नु होला, तर सेफ्टी तरिकाले गर्नु होला है। यो एकदम हिट हुन्छ, एकछिन नसमात्नु होला। बस, थ्याङ्क यू।